यो चाहिँ मेरो घरको सिस्नो। मैले चाहिँ सानो ठाउँमा चाहिँ अलिकति सिस्नो रोपेको छु। अलिकति भनेको जम्मा 2टा बोट छ अनि त्यसले मलाई चाहिँ खाना पुगिहाल्छ के। मलाई यो सिस्नो चाहिँ कहिलेकाहीँ दालमा हालेर खान मन पर्छ। सधैँ चाहिँ मलाई मन पर्दैन, तर मेरो सिस्नुले कहिले कहिले मलाई यसरी नै मेरो इच्छा पूरा गरिदिन्छ। मलाई अनि यो सिस्नुको लागि चाहिँ मैले अलिकति लसुन तयार गरेको छु। यो लसुन पनि आफ्नै बारीको। अनि यसलाई चाहिँ मैले किचकिची पार्छु अनि त्यसपछि चाहिँ तेलमा झान्छु। मैले यहाँ अलिकति तेल राखेको छु। चिल्लो चीज चाहिँ चाहिन्छ सिस्नुलाई पच्नको लागि। सिस्नु एउटा भिटामिन ए भएको चीज भएर अनि यसलाई पचाउनको लागि चाहिँ यसले राम्रोसँग काम गर्नको लागि चाहिँ अनि तेल चाहिन्छ। त्यसकारण म तेलमा चाहिँ लसुन झान्। यसरी मैले लसुन राखेँ अनि मलाई जिरा मन पर्ने भएको भएर जिरा पनि राखेको छु। नभए चाहिँ सिस्नुलाई खासै केही पनि चाहिँदैन लसुन बाहेक। अब चाहिँ यसमा चाहिँ आफ्नो इच्छा अनुसारको थोरै पानी राखेर एकछिन पकाउनु पर्यो। अनि त्यसपछि मेरो दाल पनि रेडी नै छ अनि दाल हाल्छु यसमा म चाहिँ। अब यो सिस्नु पाक्न आँट्यो, यसमा दाल हालेर म खाइदिन्छु।